यो चाहिँ हाम्रो एग्रोभिजन भन्ने प्लेटफर्म हो। यसबाट चाहिँ फार्मरहरूले यदि कुनै प्लान्टमा डिजिजहरू लागेको छ भने त्यसलाई आइडेन्टिफाई गरेर ट्रिटमेन्टको अप्सन हेर्न सकिन्छ, दुवै अर्ग्यानिक र केमिकल मेथडबाट। यसबाट हामीले फोटो अपलोड गर्दा चाहिँ सिधै क्यामेराबाट फोटो अपलोड गर्न नि मिल्यो र ग्यालेरीबाट अपलोड गर्न नि मिल्यो। सुरुमा चाहिँ क्यामेराबाट अपलोड गरेर हेरौँ। प्लांट सिलेक्ट करूँ, प्रॉब्लम सिलेक्ट करूँ। यसबाट चाहिँ हामीले इंग्लिश, नेपाली र हिन्दी सबैबाट तीनटै भाषाबाट के भनेको छ सुन्न पनि सकिन्छ। Your rice plant may have rice blast. The current demo severity is high. Please check the treatment information. तपाईको राइस बोटमा राइस ब्लास्ट देखिएको छ। कृपया बोटको राम्रोसँग हेरचाह गर्नुहोस् र उपचारको जानकारी हेर्नुहोस्। अब चाहिँ ट्रिटमेन्ट अप्सन हेरौँ है त। यसमा चाहिँ अर्ग्यानिक ट्रिटमेन्ट र केमिकल ट्रिटमेन्ट दुवैको अप्सन देखाएको छ। अब चाहिँ ग्यालेरीबाट अपलोड गरेर हेरौँ है त फाइल। प्लान्ट सिलेक्ट करूँ, प्रॉब्लम सिलेक्ट करूँ। अब चाहिँ हिन्दीमा हेरौँ है त, सुनौँ है त। आपके वीट के पौधे में रस्ट पाया गया है। कृपया पौधे की अच्छी तरह देखभाल करें और उपचार की जानकारी देखें। अब चाहिँ ट्रिटमेन्ट अप्सन हेरौँ है त। अर्ग्यानिक र केमिकल दुवै मेथडमा देखाएको छ। अब केही एडिसनल फिचरहरूको बारेमा हेरौँ। क्रप रिकमेन्डेसन। यसमा चाहिँ हामीले सोइलको पीएच भ्यालु, नाइट्रोजन भ्यालु, फस्फोरस भ्यालु, पोटासियम भ्यालु र इन्भाइरोमेन्ट रेनफलको आधारमा कुन चाहिँ क्रप लगाउँदा राम्रो हुन्छ त्यो पनि हेर्न सकिन्छ। यसमा चाहिँ हामीले सिधै सोइल टेस्ट रिपोर्टको पीडीएफ पनि अपलोड गरेर गर्न सकिन्छ। अघि हामीले जुन दुईटा प्लान्टको डिजिजहरूको बारेमा हेरौँ त्यो चाहिँ हिस्ट्रीमा पनि सेभ भएर बसेको हुन्छ। अब ट्रिटमेन्ट गाइडको बारेमा हेरौँ है त। ट्रिटमेन्ट गाइडमा चाहिँ यदि हामीलाई डिजिजको बारेमा पहिले नै थाहा छ भने चाहिँ सिधै हामीले त्यसको अर्ग्यानिक रेमेडिज र केमिकल ट्रिटमेन्टको बारेमा हेर्न सकिन्छ। जस्तै अर्ली ब्लाइट देखिएको छ भने अर्ग्यानिक ट्रिटमेन्ट र केमिकल ट्रिटमेन्टको लागि अप्सन आइएको छ। आस्क एन एक्सपर्ट फिचरबाट चाहिँ हामीले एक्सपर्टसँग च्याट गरेर आफ्नो समस्याको बारेमा समाधान लिन सक्छौँ। एग्रो स्टोरबाट चाहिँ हामीले केमिकल फर्टिलाइजर, सिड्स र एग्रो प्रोडक्ट्सहरू चाहिँ फार्मर्सहरूलाई बेच्न सकिन्छौँ। सेटिङ, लगआउट, लगइन गर्दाखेरि चाहिँ यसबाट लगइन गर्ने सिस्टम आएको छ।